मेरो खाडीमा बस्ने सबै दाजुभाइहरूलाई एउटै हातले नमस्कार। र के छ तपाईँहरूको हालखबर? म चाहिँ अहिले पानी भर्न आएको छु। हेर्नु, मदरचोदले यहाँ पानी भर्न पठाइदिएछ। यस्तो गाडी ल्याएर पानी भर्न पठाइदिएछ। जर्किनको धुम लागेछ यहाँ। हेर्नु, यसरी पानी भर्न पठाइहाल्छन् के यहाँ त। अनि के छ त, अनि म पनि फेरि हिजोकै ठाउँमा आएर बस्दैछु। हेर्नु, तपाईँहरू पनि यस्तै गरी पानी भर्न आउनुपर्छ फेरि कुनै दिन। त्यही भएर अलिक ध्यान दिएर मात्रै साउदी आउनु होला है। यो मुजी फेरि साउदी आइकन कति साउदीको मात्रै भन्छ होला फेरि। त्यस्तो भन्ने काम नगर्नु होला। यत्रो धेरै जर्किन भर्न कम त टाइम लाग्छ। यो जर्किन भर्न लगभग तपाईँको आधा घन्टाभन्दा धेरै लाग्छ, बुझ्नुभयो? त्यही भएर राम्रोसँग मैले भन्दैछु अहिले पनि। यो माझ चाहिँ यो कुकुर के गरिरहेको छ यहाँ? जहिले पनि मेरै पछि आएको हुन्छ, जहिले पनि मेरै पछि आएको हुन्छ। यहाँ खजुरका बुट्टाहरू यस्तो छन् यहाँ। यो मात्रै पानी ट्याङ्की होइन, यता पनि ठुला पानी ट्याङ्कीहरू छन् यहाँ। हेर्नु, तपाईँहरू कुन ठाउँबाट हो? तपाईँहरू यत्रो भन्छु तपाईँहरूले एउटा फलोको बटन दाब्न सक्नुहुन्न। सधैँ यस्तै भ्लग हेर्न पाउनुहुन्छ, फलो बटन दाबिदिनु एकचोटि भन्दा मान्नुहुन्न तपाईँहरूले। अब म के बनाऊँ त? म यहाँबाट गएँ भने पनि म सायद भ्लग नै बनाउँछु होला के। एउटै ठाउँमा बसेर धेरै भ्लग नबनाऊ भन्नुहुन्छ होला, म बनाउँछु। मेरो मन हो, म बनाउँछु। तपाईँहरू पनि बनाउनु, तपाईँहरूको मन छ भने बनाउनु, नत्र नबनाउनु। मलाई त्यसमा कुनै आपत्ति छैन। हामी बस्ने क्याम्प चाहिँ उतातिर हो। यसमा पानी भरा छ, यसमा पानी टन्नै छ। यसमा जति पानी भर्दा नि हुन्छ। उता चाहिँ एमिनी बस्ने, एमिनी भन्छ, इनिमी होइन, फेरि गुन्डा सोच्नु होला। इनिमी होइन, एमिनी भन्छ। त्यतातिर बस्छ त्यो मान्छे। यो मुजी फेरि यहीँ हुन्छ, जहिले नि मेरै पछि लाग्छ। पानी पनि भरिसकेको छ। पानी भरिसकेको छ। र म फेरि यसलाई यस्तो गरेर काम के हो भनेपछि यहाँ यस्तै काम हो। हेर्नु, यस्तो गरेर ढक्कन लगाएर यहाँ यस्तो गरेर अलिअलि पखालिदिनु पर्छ। अलिअलि पखालेर अनि यसलाई ढक्कन खोलेर पनि अलिअलि यसलाई यसरी हल्लाएर फालिदिन्छ। हावा धेरै चल्छ यहाँ। आज चाहिँ हिजोको जति हावा चलेको छैन। एउटा ढक्कन त यहाँ खसीको रहेछ साला। ल, यो ढक्कन मैले यहाँ राख्थेँ। त्यही भएर मलाई कता पठाउँछ मलाई पनि थाहा छैन। म चाहिँ यहाँ अहिले लोडरमा यो जर्किन लिएर आएको छु। शीतलो यहाँ रहेछ, त्यही भएर शीतलोमा बस्न आएको छु। बुझ्नुभयो नि? ल, यो हेर्नु, यतातिरको दृश्य यस्तो छ। खजुरको बुट्टा मात्रै छ। बयर सुन्नु भएको छ? बयर साउदी आएर बयर खानु भएको छ? मैले खान्छु बयर साउदी आएर। जति पनि बयर मिल्छ यहाँ, जति पनि। पछि म कस्तो काम गर्न आएको? म साउदीमा भने यही चलाउन आएको खास। तर अहिले खाली नभएर मलाई यहाँ राखिरहेछ क्या, त्यत्तिकै खाली नभएर। त्यही भएर अब पछि मलाई यहाँबाट पठायो भने म यस्तै चलाउन जान्छु। मेरो फेस अलिक क्लियर आएको छैन होला। हेर्नु, अँध्यारो आउँछ होला। क्यामेराको क्वालिटी राम्रो छैन। एउटा आइफोन किन्ने हो म। एउटा आइफोन किनेपछि अनि मजाले भिडियो बनाउने हो आइफोनले। त्यही भएर साथ सपोर्ट गर्नु होला मलाई। अनि फलो गर्न नबिर्सिनु होला। मेरो युट्युब च्यानलको लिङ्क यहाँ राखिदिन्छु। युट्युब च्यानलको लिङ्क यहाँ चाहिँ यो लिङ्कमा यो युट्युब च्यानल पनि मेरो सब्सक्राइब गर्नु होला। गएर बल्ल 1 सब्सक्राइबर छ। भर्खर हो मैले सुरु गरेको। बुझ्नुभयो? यस्तो दारा खिचेर किन बोल्छ भन्नुहुन्छ होला। मेरो बानी यस्तै हो, दारा खिचेर बोल्छु म। ल, ठिक छ। ल, अर्कोचोटि भेटौँला। मेरो पानी भरिँदैछ यहाँ। ल, गुड। ल, ओके। ल, अल गुड। ल, लभ यु अल। बाई मेरो घोप्टे साथीहरू। ल।